नमस्कार। मेरो नाम विनोद कुमार गुप्ता हो। मेरो घर वीरगञ्जमा छ र म विगत 25 वर्षदेखि व्यवस्थापन विषय पढाउने कार्यमा विभिन्न कलेजहरूमा संलग्न रहँदै आएको थिएँ। 2071 सालमा मैले दुईजना साथीहरूसँग मिलेर वीरगञ्ज कलेजको नामबाट आफ्नै कलेज सञ्चालन गरेको छु, जसमा व्यवस्थापन विषयमै स्नातक तहसम्मको पढाइ हुन्छ र यसै क्रममा मेरा थुप्रै विद्यार्थीहरूले युट्युबमा पनि भिडियो बनाएर सरले राखिदिनु पर्यो भन्ने अनुरोध गरेको हुनाले आज पहिलो पटक म बीबीएस दोस्रो वर्षका विद्यार्थीहरूको लागि अर्गनाइजेसन बिहेभियरको कन्सेप्ट अफ अर्गनाइजेसन बिहेभियर पहिलो च्याप्टर बाट प्रारम्भ गर्दैछु। मेरो प्रेजेन्टेसन अङ्ग्रेजी र नेपाली दुवै भाषामा हुनेछ। विद्यार्थी भाइ बहिनीहरूको कुनै सुझाव छ भने, यसमा सुधार गर्न सक्ने कुराहरू केही तपाईलाई लाग्छ भने मलाई कमेन्ट पठाइदिनु भएमा म त्यसै अनुकूल यसमा सुधार पनि गर्नेछु। सबभन्दा पहिले हाम्रो टपिक्सको नाम रहेको छ कन्सेप्ट अफ अर्गनाइजेसनल बिहेभियर। कन्सेप्ट भनेको अवधारणा भन्छौँ हामी, धारणा अफ अर्गनाइजेसनल बिहेभियर हो। अर्गनाइजेसनल बिहेभियर के हो? अर्गनाइजेसनल बिहेभियर शब्दलाई हामीले विच्छेद गरेर हेर्दाखेरि यसबाट दुईवटा शब्दहरू बन्छ। पहिलो हो अर्गनाइजेसन र दोस्रो हो बिहेभियर। अर्गनाइजेसनको बारेमा तपाईहरू सबैलाई थाहा छ। दुई वा सोभन्दा बढी मान्छेहरू एकै ठाउँमा बसेर समान लक्ष्य प्राप्तिको लागि गर्ने थलोलाई हामी सङ्गठन भन्छौँ। त्यो कार्यस्थललाई हामी सङ्गठन भन्छौँ र त्यो सबै मान्छेहरू एउटा समान लक्ष्य प्राप्त गर्नको लागि कार्य गरिरहेको हुन्छ। त अङ्ग्रेजी भाषामा यसलाई भन्नु पर्यो भने हामी के भन्छौँ भने ग्रुप अफ पिपुल अर मोर देन 2 नम्बर अफ पिपुल वर्किङ टुगेदर टु एचिभ कमन गोल इज कल्ड अर्गनाइजेसन। अब यसको दोस्रो भागमा आउँछ बिहेभियर। बिहेभियर भन्नाले हामी सामान्य रूपमा के बुझ्छौँ भने व्यवहार। त अब यहाँ अर्गनाइजेसनमा बिहेभियरको कुरा राखिएको छ, शीर्षकबाटै स्पष्ट छ। त हामीले सबभन्दा पहिले अलिकति बुझ्नको लागि व्हाट इज बिहेभियर भन्ने कुरा बुझ्नु पर्यो। मान्छेमा चाहना पनि हुन्छ र आवश्यकता पनि हुन्छ। चाहनालाई हामी वान्ट भन्छौँ र आवश्यकतालाई हामी निड भन्छौँ। दुईटैमा अन्तर के हो भने वान्ट्स चाहना पुरा भएन भने पनि हामी आफ्नो काममा, नियमित काममा निर्धक्कसँग लागिरहन सक्छौँ। तर निड अर्थात् आवश्यकता पुरा भएन भने हामीभित्र त्यो आवश्यकता पुरा गर्नको लागि एउटा ड्राइभिङ फोर्स उत्पन्न हुन्छ, जसले हामीलाई कुनै क्रिया वा अङ्ग्रेजीमा भनौँ एक्टिभिटी गर्नलाई बाध्य पार्छ। अब त्यो एक्टिभिटी गरिसकेपछि हाम्रो आवश्यकता पुरा भयो भने हामी सन्तुष्ट हुन्छौँ र हरेक पटक त्यो आवश्यकता पुरा गर्नको लागि त्यही एक्टिभिटी रिपिट गरिरहन्छौँ, दोहोऱ्याउँछौँ। आवश्यकता पुरा भएन भने त्यो व्यवहार हामी फेरि, त्यो एक्टिभिटी व्यवहार नभनौँ, त्यो क्रिया हामी फेरि दोस्रो पटक दोहोऱ्याउँदैनौँ। जुन क्रिया गर्नाले हाम्रो आवश्यकता पटक पटक पुरा हुन्छ त्यो क्रमशः हाम्रो व्यवहारमा परिवर्तन हुँदै जान्छ। किनभने हाम्रो मनमा एउटा विश्वास आउँछ यसको लागि यो गर्यो भने यो हुन्छ। एभ्री टाइम हामी त्यही एक्टिभिटी रिपिट गर्छौँ
and that is what is called behavior. Right? Repeated use of similar activity for fulfillment of any need constitutes behavior. यसलाई सामान्य रूपमा हामी त्यसरी बुझ्न सक्छौँ। त अब यो अर्गनाइजेसन त हामीले अलग भन्यौँ, बिहेभियर हामीले अलग भन्यौँ, तर हाम्रो टपिक्सको टपिक्स के छ भने कन्सेप्ट अफ अर्गनाइजेसनल बिहेभियर। त अर्गनाइजेसनल बिहेभियर भन्दाखेरि अर्गनाइजेसन र बिहेभियरलाई हामी दुईटैलाई जोड्नु पर्ने हुन्छ। त यहाँ फरक अर्गनाइजेसनल बिहेभियर किन भनिएको हो भने सङ्गठनमा काम गर्न आउने माथिदेखि तलसम्मका मान्छेहरू विभिन्न आर्थिक सामाजिक पृष्ठभूमिबाट आएको हुन्छन्। त्यसकारणले उनीहरूको एउटै अब्जेक्ट वा कुनै एउटा चाहिँ निड फुलफिलमेन्ट प्रति फरक फरक व्यवहार हुन सक्छ। अब एउटा सङ्गठनमा मान्छे आइसकेपछि हामीले के भनेका छौँ परिभाषामा भने फर एचिभमेन्ट अफ कमन गोल। त कमन गोलको लागि हामी सबैले प्रोडक्टिभ उत्पादनलाई सहयोगी हुने व्यवहार नगरिकन आफू खुसी व्यवहार गर्न थाल्यौँ भने सङ्गठनको लक्ष्य प्राप्त हुँदैन। त्यसकारणले यहाँ हामीले के प्रयोग गर्यौँ अर्गनाइजेसनल बिहेभियर। अब अर्गनाइजेसनल बिहेभियर भन्ने बित्तिकै हामी के भन्छौँ भने यसमा अब जस्तो भन्नु तपाईँहरूलाई म उदाहरणको लागि भन्छु। एउटा हाम्रो यो व्यवस्थापन विज्ञानका विद्वान लुथान्सको एउटा परिभाषा छ। अर्गनाइजेसनल बिहेभियर इज डाइरेक्टली कन्सर्न्ड विथ द अन्डरस्ट्यान्डिङ प्रेडिक्सन एन्ड म्यानेजमेन्ट अफ ह्युमन बिहेभियर इन अर्गनाइजेसन। भन्दाखेरि एउटा म्यानेजर हुने मान्छेले कुन बेलामा कुन तहको कुन स्तरको मान्छेले कुन किसिमको व्यवहार गर्छ त्यो बुझ्नु र यसले यो कारणले यो व्यवहार गरेको हो भनेर बुझ्न सक्नुपर्छ। ह्युमन रिसोर्स म्यानेजर तपाईँहरूले सुन्नुभएको होला, सबै कम्पनीमा एचआर म्यानेजर राखिन्छ, ओबी म्यानेजर कहीँ पनि राखिँदैन। त एचआर म्यानेजरलाई ओबीको यो कुराको जानकारी हुनुपर्छ जसले गर्दाखेरि उसले सङ्गठनलाई ग्रुप अनि ग्रुपपछि चाहिँ टिमको रूपमा एकबद्ध गरेर सङ्गठनको लक्ष्य प्राप्त गर्नको लागि मोटिभेट गर्दै अगाडि लिएर जान सक्छ। त त्यसलाई हामी के भन्छौँ अर्गनाइजेसनल बिहेभियर भन्छौँ। त्यसै गरी यसलाई अझ क्लियर गर्नको लागि एउटा अर्को डेफिनेसन म तपाईँहरूलाई दिँदैछु। मुरहेड एन्ड ग्रिफिनको एउटा डेफिनेसन छ। अर्गनाइजेसनल बिहेभियर इज द स्टडी अफ ह्युमन बिहेभियर इन अर्गनाइजेसनल सेटिङ्स, द इन्टरफेस बिट्विन ह्युमन बिहेभियर एन्ड द अर्गनाइजेसन। एउटा सङ्गठनमा आइसकेपछि भर्ना भएका मान्छेहरूले आफ्नो निजी व्यवहारमा कामको समयमा परिवर्तन गरेर सङ्गठनको लागि उपयुक्त व्यवहार कसरी गराउन सकिन्छ भन्ने विषयको अध्ययनलाई नै हामी अर्गनाइजेसनल बिहेभियर भन्दछौँ। यसमा अलिकति म एउटा चाहिँ तपाईँहरूले यो पढ्नुहुन्छ तर पछि पढ्नुहुन्छ या बिबिएस फर्स्ट इयरको तपाईँहरूलाई सम्झना छ भने क्लासिकल थ्योरी अफ म्यानेजमेन्ट जुन एफडब्ल्यू टेलरले दिनुभएको थियो, उहाँले एउटा सानो एक्सपेरिमेन्ट पनि गर्नुभएको थियो। बेथलहेम स्टिल कम्पनीमा काम गर्दाखेरि उहाँको कामदारहरूले चाहिँ 20जना कामदारले 8जना कामदारले हो सम्भवतः दिनभरि चाहिँ फलामको यो बिलेटहरू उनीहरूले 10-12 टन बोकेर लोड गर्थ्यो। त्यो बेलामा अब हामी जस्तो अहिले मोबाइलदेखि गर्ने भिडियोग्राफी गर्ने अवस्था थिएन। त उहाँले के गर्नुभयो भने स्टिल क्यामेरा जुन हाम्रो पुरानो मोडलको क्यामेराहरू हुन्छ स्टिल फोटोग्राफी गरेर दिनभरिको उनीहरूको
काम गर्दाखेरि कसले कस्तो व्यवहार गरेछ त्यसको रेकर्डिङ गर्नुभयो। रेकर्डिङ गरेर त्यसको अध्ययनपछि आफ्नै कामदारलाई त्यो फोटो देखाएर उहाँ के बुझाउन सफल हुनुभयो भने यो व्यवहारहरू जुन तिमीहरूले गरिस् यो नगरेको भए तिमीहरू योभन्दा बढी सामान चाहिँ लोड गर्न सक्थिस्, एकपटक प्रयत्न गरेर हेर भनेर उनीहरूलाई त्यो दौरानमा उत्पादकत्वसँग असम्बन्धित जुन व्यवहारहरू थियो जसलाई हामी टाल्न सक्छौँ, एभोइड गर्न सक्छौँ, त्यो नगरेर काम गराउँदाखेरि त्यतिकै मान्छेले त्यतिकै घन्टामा 20 टन फलाम चाहिँ लोड गर्यो हैन। त अर्गनाइजेसनल बिहेभियरको यसलाई चाहिँ एउटा बहुतै राम्रो उत्कृष्ट नमुना मानिन्छ। त्यस कारणले मैले एउटा उदाहरणको रूपमा तपाईँहरूको अगाडि राखिदिएको। र अब संक्षेपमा मैले यसलाई अङ्ग्रेजीमा भन्नुपर्दाखेरि अर्गनाइजेसनल बिहेभियरको डेफिनेसन मैले दिइहालेँ। अर्गनाइजेसनमा ग्रुप अफ पिपुल वर्किङ टुगेदर टु अचिभ कमन गोल। र बिहेभियर भनेको includes anything a person or animal does that can be observed in some way to fulfill his need। आफ्नो आवश्यकता पूरा गर्नको लागि मान्छेले गर्ने एक्टिभिटी इज ट्रान्सफर्म्ड इन्टु बिहेभियर इफ इट सेटिस्फाइज हिज निड। र दुईटैले कम्बाइन गरेर हामीले अर्गनाइजेसनल बिहेभियरको बारेमा भन्नु पर्यो भने मैले भनिहालेँ। हाम्रो सबभन्दा राम्रो चाहिँ तपाईँको यो मुरहेड एन्ड ग्रिफिनको डेफिनेसन छ। अर्गनाइजेसनल बिहेभियर इज द स्टडी अफ ह्युमन बिहेभियर इन अर्गनाइजेसनल सेटिङ, द इन्टरफेस बिट्विन ह्युमन बिहेभियर एन्ड द अर्गनाइजेसन। र अब यस पछाडि यो अर्गनाइजेसनल बिहेभियरको सङ्गठनमा के महत्त्व छ भन्ने बारेमा तपाईँहरूको सिलेबसमा 5वटा मुख्य बुँदाहरू छ। यसको बारेमा म डिस्कसन गर्छु। नम्बर 1मा के भन्छ भने अन्डरस्ट्यान्ड अर्गनाइजेसन एन्ड इम्प्लोइज इन ए बेटर वे। अब तपाईँ जब सङ्गठनमा काम गर्नुहुन्छ विभिन्न घटनाहरू भइरहेको हुन्छ, प्रमोसन हुन्छ, डिमोसन हुन्छ, कारवाही हुन्छ, कसैको ग्रेड वृद्धि भइरहेको हुन्छ। त्यो बेलामा पुरस्कार पाउने, प्रमोसन पाउने या अध्ययनको अवसर पाउने व्यक्तिको व्यवहार र मैले पनि बराबरको हकदार छु, मैले पनि पाउनुपर्छ भन्ने सोच राखेर बसिरहेको व्यक्तिको भावना फरक हुन्छ। एज ए म्यानेजर तपाईँले त्यसलाई कसरी ह्यान्डल गर्ने? दुईवटा तरिका छ। एउटा उसलाई कन्भिन्स गरेर, अर्को उसलाई गाली गरेर, हप्काएर। तपाईँले उसले आफ्नो पावरलाई कोर्सिभ पावर जसलाई हामी भन्छौँ थ्रेटको रूपमा युज गरेर, गाली गरेर, हप्काएर आफ्नो पावर देखाउनु भयो भने पछि तपाईँहरूले पढ्नु होला हरेक पावरको चाहिँ एउटा एन्टी पावर डेभलप हुन्छ। त्यो एन्टी पावर भनेको के हो भने तपाईँ कामदार कर्मचारीसँग राम्रो व्यवहार गरेर उसलाई सम्झाएर, बुझाएर, विश्वासमा लिएर काम गराउनुहुन्छ भने ऊ सधैँ तपाईँको पक्षमा काम गर्छ। र त्यसको सट्टा हेपाहा व्यवहार तपाईँले गर्नुभयो भने उसको आफ्नो जुन पावर छ, लेबर भएको या अपरेटर भएको या फोरम्यान भएको, उसले त्यो पावरको युज गरेर तपाईँलाई असहयोग गर्न सुरु गर्छ। असहयोग गर्न सुरु गर्ने बित्तिकै के भयो भने इट्स फेल्युर अफ एचआर म्यानेजर। किनभने उसले अर्गनाइजेसनल बिहेभियरको सही प्रयोग गर्न सकेन। त्यो मान्छेले त सङ्गठनको लक्ष्य प्राप्तिको लागि योगदान गर्नुपर्ने ठाउँमा कसरी यो आउँदैन, कसरी यो प्राप्त हुँदैन भन्नेतिर लाग्छ। त त्यस कारणले हामी के गर्छौँ भने अर्गनाइजेसनल बिहेभियर एचआर म्यानेजरको लागि एउटा अभिन्न अङ्ग नै मानिन्छ। र यसमा के हुन्छ भने यसको अध्ययनबाट हामीलाई कुन बेला कुन मान्छेले कसरी व्यवहार गर्छ र त्यसलाई हामीले कसरी डिल गर्ने भन्ने कुरा बुझ्न मद्दत पुर्याउँछ। त्यसैले यो पोइन्ट नै के छ भने अन्डरस्ट्यान्ड अर्गनाइजेसन एन्ड इम्प्लोइ इन ए बेटर वे, होइन। सो दिस स्टडी विल हेल्प यु टु अन्डरस्ट्यान्ड वाट कजेस वाट टाइप अफ बिहेभियर, कुन बेला कस्तो घटनामा कस्तो व्यवहार हामी चाहिँ कर्मचारी या आफ्नो माथाको कर्मचारीबाट एक्सपेक्ट गर्न सक्छौँ
एन्ड हाउ टु ह्यान्डल इट, त्यसलाई कसरी ह्यान्डल गर्ने जसले गर्दाखेरि अर्गनाइजेसनमा लक्ष्य प्राप्तिमा कुनै बाधा क्रिएट नहोस्, नो प्रब्लम इज क्रिएटेड इन गोल एचिभमेन्ट अफ द अर्गनाइजेसन। दोस्रोमा आउँछ मोटिभेसन अफ इम्प्लोइज। तपाईँ जहिले पनि कन्भिन्सिङली इम्प्लोइको कुरा सुनेर हामीले यो राम्रो गऱ्यौँ, हामीले यो गर्नुपर्छ, हामीले यो गर्नुपर्छ सम्झाएर बुझाएर काम लिनुहुन्छ भने तपाईँको इम्प्लोइहरू जहिले पनि दे आर अन्डर पोजिटिभ स्ट्रेस भन्छौँ हामी त्यसलाई, होइन। उनीहरूको तनाव त हुन्छ तर त्यो रचनात्मक तनाव हुन्छ। ए महेश साहब आउनुभन्दा अगाडि त्यो काम सिध्याएर राख्नु पऱ्यो भन्ने हिसाबको पोजिटिभ स्ट्रेस उनीहरूको दिमागमा डेभलप हुन्छ। त्यसलाई हामी के भन्छौँ भने मोटिभेसनको अवस्था भन्छौँ, होइन। अब यो मोटिभेसनको अवस्थामा सिम्पली अरू धेरै ठुलो कुराहरू केही गर्नु पर्दैन। अब आज जति काम भएको छ बाबु, आज त यति काम भयो, भोलि कति गर्न सकिएला भनेर उसैलाई सोध्ने। भोलि यति गरिनस् भने तँलाई कारवाही गर्छु भन्ने होइन, भोलि कति गर्न सकिएला। उसले भन्छ सर म त भोलि अर्को 25 स्थान मात्रै बनाउन सक्छु। त्यसले हाम्रो लक्ष्य पुग्छ कि पुग्दैन, पुग्छ भने ओके, पुग्दैन भने उसले हामीलाई भन्नु पऱ्यो हाम्रो लक्ष्य 20वटाको हो, 20वटा त उत्पादन गर्नै पर्छ। र उसले आफैले म 20वटा उत्पादन गरिदिन्छु भनेर कमिटमेन्ट गर्यो भने त्यो पुरा गर्ने जिम्मेवारी उसको हुन्छ। उसले बहाना गर्न पाउँदैन र मोटिभेट भएर उसले काम गरिरहेको हुन्छ। अब यो ओबीले चाहिँ ओभरअलमा के सिनेरियो क्रिएट गर्छ भने एउटा वर्ड छ इन्डस्ट्रियल रिलेसन। यो इन्डस्ट्रियल रिलेसन इम्प्रुभ गर्छ भन्छ। इन्डस्ट्रियल रिलेसन भनेको के हो भने रिलेसनसिप बिट्विन द 3 एक्टर्स। इन्डस्ट्रियल रिलेसनका 3वटा एक्टरहरू मध्येमा एउटा एक्टर गभर्मेन्ट हो, जसलाई हामी के भन्छौँ रेगुलेटर। उसले नियम कानुन कसरी औद्योगिक सम्बन्ध राम्रो राख्ने, तलब भत्ता सुविधाको कस्तो व्यवस्था गर्ने भनेर मजदुरलाई के सुविधा दिने, के फेसिलिटी दिने, समय समयमा उसले चाहिँ नियमावली संशोधन गरेर त्यो सुविधाहरूको ध्यान राखिराखेको हुन्छ। दोस्रो एक्टर हुन्छ इम्प्लोयर्स, रोजगारदाता, जसले कम्पनी खडा गर्छ, चाहे त्यो अब व्यापारिक संस्थान होस्, सेवामूलक होस् या म्यानुफ्याक्चरिङ इन्डस्ट्री होस्, होइन। र तेस्रो त स्वयं इम्प्लोइ हुन्छ, जो काम गर्ने मान्छे हुन्छ। त यो तिनटैको बिचमा जबसम्म चाहिँ राम्रो सम्बन्ध हुँदैन, जुन देशमा राम्रो सम्बन्ध हुँदैन त्यो देशमा औद्योगिक प्रगति, औद्योगिक विकास सम्भव छैन। त्यसकारणले ओबीको राम्रो अन्डरस्ट्यान्डिङ ह्युमन रिसोर्स म्यानेजर वा म्यानेजरलाई छ भने त्यो अर्गनाइजेसनको इन्डस्ट्रियल रिलेसन राम्रो हुन्छ र त्यसले राम्रो प्रगति गर्न सक्छ। अब यही कुरालाई मैले अङ्ग्रेजीमा भन्नुपर्दाखेरि के भन्छु भने ओबी can be used by HR managers as a tool to improve industrial relation between the 3 actors, that is the government as a regulatory body and the employers and the employees. एकदम सिम्पल भाषामा यसलाई हामी यसरी राख्न सक्छौँ। र सबभन्दा लास्टमा यसको बेनिफिट एउटा के छ भने प्रिडिक्सन एन्ड कन्ट्रोल अफ ह्युमन बिहेभियर भन्छ। प्रेडिक्सन एन्ड कन्ट्रोल अफ ह्युमन बिहेभियर भन्ने बित्तिकै त्यहाँ के आउँछ भने ओबीको अध्ययन गरिसकेपछि हामीले के गर्न सक्नुपर्छ भने मैले अघि पनि भने सङ्गठनको जुन अवस्था छ त्यो अवस्थामा को मान्छेले कसरी रियाक्ट गर्छ भन्ने कुराको अनुमान हामीले पहिलेदेखि हुनुपर्छ एज ए एचआर म्यानेजर। र हामीले चाहिँ त्यो मान्छेलाई, मलाई थाहा छ उसलाई प्रमोसनको ऊ पनि इक्वली दावेदार थियो, तर नम्बर अफ इयर्स या पर्सेन्टेज अफ मार्क्सको कारणले ऊ पछाडि पऱ्यो भने उसलाई कसरी सेटिस्फाई गर्ने त भन्दाखेरि त्यसको विभिन्न तरिकाहरू छ। त्यो पछि ह्युमन रिसोर्स म्यानेजमेन्टमा पनि आउँछ। तर सजिलोको लागि तपाईँहरूको कौतूहल शान्त गर्नको लागि म यहाँ भनिदिँदैछु। प्रमोसन भइसकेपछि
उसको त भर्टिकल जसको प्रमोसन भयो उसको भर्टिकल पावर बढ्यो। त उसको खाली भएको जुन युनिट छ त्यसमा यो मान्छेलाई जिम्मेवारी दिएर लेटरल पावर हामी बढाउन सक्छौँ। उसले के भन्न सक्छौँ, यस यु आर इन द पाइपलाइन बिकज वी आर गोइङ टु एसाइन यु द रेस्पोन्सिबिलिटी अफ द्याट डिपार्टमेन्ट अल्सो। सो वेन द जेन्टलम्यान promoted will get another promotion, you will naturally get that post. तो त्यो मान्छेको मनमा अलिकति असन्तुष्टि भए पनि ठिकै छ, अब म एटलिस्ट आई एम इन द नेक्स्ट लाइन भन्ने कुरा चाहिँ उसको दिमागमा आउँछ। अब पहिलो च्याप्टरको त यही हो। दोस्रोमा छ चाहिँ तपाईँलाई लेभल्स अफ ओबी एनालिसिस वा स्कोप अफ एनालिसिस भनेको छ। त्यो पनि सानो भाग भएकोले मैले तपाईँहरूलाई अघि नै पनि भने इन्डिभिजुअल लेभलमा वी अल हेभ अ डिफ्रेन्ट सोसियो इकोनोमिक ब्याकग्राउन्ड, त्यसैले आवर थिङ्किङ टुवार्ड्स एनी अब्जेक्ट टुवार्ड्स एनी एक्टिभिटी भ्यारिज डिफ्रेन्टली। बट वेन वी कम एन्ड जोइन एन अर्गनाइजेसन यु मस्ट बी नोइङ द्याट वी डिफाइन ग्रुप एज मोर देन वन नम्बर अफ पिपुल वर्किङ टुगेदर होइन। जस्तो बिजुली विभाग भयो, काम गर्ने मान्छेको एउटा ग्रुप हुन्छ। त्यही चाहिँ अब गाडी सम्बन्धी काम गर्नु छ भने अटोमोबाइलको एउटा ग्रुप हुन्छ, मेकानिकलको एउटा ग्रुप हुन सक्ला। त त्यो ग्रुपमा बस्दाखेरि ग्रुप रिलेटेड बिहेभियर र सिन्स देयर आर डिफ्रेन्ट ग्रुप्स दोज ग्रुप हेज टु वर्क इन टिम एज ए टिम इन द अर्गनाइजेसन। त त्यस कारणले एचआर म्यानेजरले त्यहाँ हेर्नुपर्ने कुरा के हो भने all those individuals working in different groups should work in tandem with their group. ग्रुप बिहेभियर जुन हामीलाई आफ्नो प्रोडक्सन मेन्टेन गर्नको लागि आवश्यक छ त्यो अनुसार उसको बिहेभियर त्यहाँ हुनु पर्यो। त्यस कारणले हामी के गर्छौँ, हरेक ग्रुपमा एउटा लिडर बनाइन्छ। त्यो लिडर टेक्स केयर अफ द जब रिलेटेड बिहेभियर अफ द इन्डिभिजुअल, ताकि कामको समयमा कसैले सुर्ती मल्ने, चुरोट खान जाने, कुनै बाहनामा बाहिर निस्किने काम गर्न नसकोस्। देयर इज अ सेट टाइम, यति बजी आउनुहोस्, यति बजीसम्म यति प्रोडक्सन गर्नुहोस्, एन्ड देन यु क्यान लिभ द पोइन्ट फर रिफ्रेसमेन्ट। सो द्याट इज ग्रुप बिहेभियर। नाउ वेन अल द ग्रुप्स इन एन अर्गनाइजेसन वर्क accordingly, the performance is team. The organization is transferred into a team because since all the groups have timely achieved their goal, naturally the organization will achieve its goal. And when the organization repeatedly achieves its goal, it will be regarded as a successful organization. त त्यस कारणले हामीले यसमा लेभल्स अफ ओबीमा हेर्ने कुरा त्यही हो। फर्स्ट इज इन्डिभिजुअल लेभल। इन्डिभिजुअल लेभलमा हामीले के ध्यान राख्नुपर्छ भने एउटा अध्यक्ष हामी भन्छौँ नेपाली भाषामा, नपढेको या कम थोरै पढे लेखेको अन्डर म्याट्रिक भएको एउटा लेबर, त्यसको माथि चाहिँ अपरेटरहरू हुन्छन्, उनीहरूले कहीँ चाहिँ ट्रेड कोर्स गरेका हुन्छन्, फोरम्यानहरू हुन्छन्, उनीहरूले डिप्लोमा लेभलका कोर्स गरेको हुन्छन्। अब इन्जिनियरहरू त अब क्वालिफाइड अफिसरै भइहाले। त अब त्यो तपाईँको चाहिँ अनस्किल्ड, सेमी स्किल्ड र हाइली स्किल्ड मान्छेको जबप्रतिको आउटलुक फरक हुनसक्छ। बट इट इज द रेस्पोन्सिबिलिटी अफ द ग्रुप लिडर टु मोटिवेट all individual to work in tandem, work together in such a way that the group goal is first achieved within the stipulated time. If the group goal is achieved within the stipulated time, naturally all the group will achieve their goal within the stipulated time, as a result of which at the organizational level, the organizational will be functioning as a team, and time and again it will be achieving its goal year after year. यति भन्दै आजको यो प्रेजेन्टेसनलाई म यही समाप्त गर्न चाहन्छु र यसपछिको मेरो दोस्रो प्रेजेन्टेसन अर्गनाइजेसनल बिहेभियर सिस्टमको बारेमा हुनेछ। यो भिडियोमा
मेरो तर्फबाट तपाईँहरूलाई बुझाउनमा कहीँ केही कमी रहेको छ भने मलाई कमेन्टमा बताउनु भयो भने म त्यसलाई सपार्ने भनौँ वा सुधार्ने वा तपाईँहरूले बुझ्ने गरिकन बनाउने प्रयास गरेर त्यसमा फेरि संशोधन गर्नेछु. थ्याङ्क यू भेरी मच फर बिइङ विथ मी.